म राजीव प्रधान पारा रिनक फर्स्टमा हजुरहरूलाई हार्दिक स्वागत अभिनन्दन गर्दै अहिले घडी भने म हजुरहरूलाई लगभग 200 वर्षभन्दा पुरानो लेप्चा समुदायको पारम्परिक घर ली वा डोकोमोलीको अवलोकन गराउन गइरहेछु। लिङ्से जुमथुङमा अवस्थित यो घर हजुरको समक्ष म यहाँ अवलोकन गर्न गइरहेछु र हामी सम्पूर्णलाई विधिवत याद भएको कुरो हो। हिमाली क्षेत्रको मौलिक पहिचान बोकेको लेप्चा समुदायको पारम्परिक घर जसलाई ली वा डोकेमोली भनिन्छ, जसको अर्थ हुन्छ माथि बसेको घर। यी घरहरू काठ, बाँस, ढुङ्गा र खर जस्ता स्थानीय सामग्रीबाट निर्माण गरिन्छ र यो घरको विशेषता के छ भने कुनै पनि किल प्रयोग नगरी, काटी नठोकी बुद्ध मणि जोड पद्धति जोडघाट प्रयोग गरेर बनाएकोले यी घरहरू भूकम्प प्रतिरोध पनि हुन्छ। ढुङ्गाका खम्बा वा स्तम्भ उठाएर बनाएको भएकाले भुइँतलको भागमा भण्डारा वा पशु राख्ने प्रयोग गरिन्छ र अकस्मात जमिनलाई पनि सुरक्षित राख्छ। घरभित्र भान्सा तथा बस्ने कोठा, थोक, पूजा तथा अतिथि कोठा र अन्य किनवटका लागि बोहो जस्ता छुट्टै छुट्टै स्थानहरू हुन्छन्। बाँस र खरले बनाएको छाना राम्रो हावाको व्यवस्था सहित बनेको हुन्छ, जसले भित्रको आगोको धुवाँ बाहिर निकाल्न मद्दत गर्दछ। आज आधुनिक कङ्क्रिटका भवनहरूले यसको स्थान लिँदै गए पनि लेप्चाली प्रतीक संस्कृति र परम्पराको अनुपम उदाहरण बनेर आज पनि हाम्रो सामु उभिएको छ र हामी भन्न सक्छौँ लेप्चा समुदाय आफ्नो कला, संस्कृति र परम्परामा अति नै धनी थिए र आजभन्दा लगभग 200 वर्ष अगाडि यस्ता घरहरू निर्माण गरेर उहाँहरूले एउटा उदाहरण प्रस्तुत गरेको थियो भन्ने पनि म जानकारी गराइरहेको छु। र यहाँ हामीले देखिरहेका छौँ प्रत्यक्ष यी घरका भित्रका कमराहरू, कोठाहरू र झ्यालहरू जो एकदमै पारम्परिक रूपमा उहाँहरूले बनाएको थियो र जसरी उहाँका बाजे बराजुहरूले यो घरहरू निर्माण गरेका थिए र त्यसलाई नै अलिअलि उहाँहरूले सच्याएर केही आफ्नो सुविधा अनुरूप यसमा फेरबदल गरेको छ भन्ने म जानकारी गराइरहेको छु। र यो परम्परागत चुला लगभग 200-150 वर्ष अगाडिदेखि नै यो चुलामा यसरी खानाहरू पकाउँदै आएको उहाँहरूले मलाई जानकारी दिनुभएको छ र यो जुन चाहिँ भारहरू हामीले देखिरहेको छौँ यो पनि उहाँका बाजे जुजुबाजेहरूले नै बनाएर राखेको छोडेको थियो भन्ने उहाँहरूले मलाई जानकारी दिएको छ र केही फेरबदल उहाँहरूले आफ्नो सुविधाको निम्ति अहिले गरेको छ। तर पनि जुन चाहिँ मूल खम्बा, यसको स्तम्भहरू छ त्यो पारम्परिकगत जसरी उहाँको बाजेहरूले बनाएको थियो त्यसरी नै यो रहेको छ भन्ने जानकारी उहाँले दिनुभएको छ। र यसरी यो काठहरू जो हामीले जमिनमा देखिरहेको छौँ, फ्लोरहरू एकदमै आजभन्दा लगभग 200 वर्ष अगाडि पुरानो यो काठहरू हो भनेर उहाँहरूले जानकारी दिएको छ। र यसको सम्पूर्ण जानकारी यसै घरका नातिसित मैले कुराकानी गरेको छु जो तपाईँहरूको समक्षमा प्रस्तुत गर्न लागिरहेछु। र यो भिडियो तपाईँलाई मन पर्यो भने तपाईँले यसमा कमेन्ट, सेयर गरिदिने म अनुरोध गर्दछु र ताकि म अन्य भिडियोहरू पनि तपाईँहरूको समक्ष यस्तै रोचक कार्यक्रमहरू प्रस्तुत गर्न सक्षम बन्नेछु। धन्यवाद। नमस्कार, खामडी मसित अहिले मिङमा लेप्चाजी हुनुहुन्छ है, यसै घरका छोरा है, नाति फलाती है, उहाँको बाजे बराजुले यो घर निर्माण गरेको है। अलिकति मलाई यो घरको विषयमा तपाईँले जानकारी दिनुहोस् न, यो घर कसरी है, तपाईँलाई के याद छ यसको विषयमा? यो घर त अब हामीले 200 वर्ष बेसी भयो होला सायद हो, 200 वर्ष नै बेसी भयो। अन्त यसमा तपाईँले देख्नु हुन्छ त्यो काठीहरू छैन, अब काठी त पछाडि अब एउटा कुराहरू चाहिँ अलिअलि ठोकेको छौँ है, त्यो चाहिँ हामी आफूले ठोकेको, त्यो अलिकति हल्दाउनको लागि। यो घर त अब हामी त बाजेलाई हाम्रो बाजेलाई थाहा छैन, अब बाजेलाई पनि थाहा छैन भने चाहिँ अब गएरै कुरा नै हो होइन। तपाईँले हेर्नुहोस् हेर्नु हो, तपाईँहरू यसमै बस्नुहुन्छ है? हामी यसमै बस्छौँ, यसमै बसिरहेको। अब यो तपाईँ कस्तो पुरानो है, एउटा हेरिटेज है यो घर, तपाईँहरूलाई कस्तो फिल हुन्छ यहाँ बस्दा? हामीलाई त अब
निकै युनेस्को फिल्ड रिकभर नै छौँ हामी यस्तो अब यो पुरानो हेरिटेजको घर हो है यहाँनिर यो घर चाहिँ अब तपाईँको अरू मानिसहरू पनि आएर अरू पनि आएर यसलाई कभरेज गरिरहेको छ भिजिट गर्छ भिजिट गर्नुहुन्छ अनि तपाईँहरू चाहिँ यहाँ अहिले कति परिवार हुनुहुन्छ हामी अहिले परिवार 10जना जस्तो छौँ है हजुर 10जना जस्तो छौँ कोही कता छ बाहिर छ कति तपाईँ 4-5 पुस्ता पछाडिको तपाईँहरू हुनुहुन्छ है हजुर तपाईँको 5 पुस्ता अगाडिदेखि नै यो घरमा तपाईँको बाजे बराजुहरू है बाबाहरू बस्दै आउनुभएको हस् तपाईँलाई धेरै धेरै धन्यवाद है तपाईँले यति राम्रो घरलाई यसरी यहाँ उयो गर्नुभएको रहेछ हो र अरू अब यसको विशेषता चाहिँ के छ तपाईँ यो सिरु है सालै फेर्नुहुन्छ कि यो यत्तिकै छ तपाईँको अहिले हामीले यो 2 पाटा चाहिँ हामी जम्मा यो 4 पाटा छ हजुर यता उता र माथिपट्टि हामी चाहिँ 2 पाटा गर्दै फेर्छौँ हजुर एकैचोटि त सक्दैनौँ र 2 पाटा गर्दै सक्यो अब सिरु पनि मासिँदै गइरहेछ हो त्यसले गर्दाखेरि अब यो साल चाहिँ अब 1 पाटा 2 पाटा त्यस्तो गर्छ यो भित्र तपाईँको कमला रुमहरू चाहिँ कतिवटा छ तपाईँको यो रुम त 3वटा मात्रै छ 3वटा मात्रै है खाना किचन हुन्छ अलिक मलाई भित्र पनि देखाइदिनुहोस् न तपाईँले यता चाहिँ पूजा कोठा हो खिड्कीहरू चाहिँ है पहिला यो खिड्कीहरू पहिले हो यो चाहिँ बेसी अँध्यारो भएर चाहिँ पछाडि यो चाहिँ उकालो माथि तल चढ्ने यसलाई चाहिँ के भन्छ तपाईँको यो सिँढी यसलाई चाहिँ हामीले तुलुङ भन्छ है चौरा हो हजुर अनि यो चाहिँ माथि अब केहरू राख्नु पहिरो के स्टोर जस्तै मकै सकै राख्नु हुन्छ पहिला चाहिँ यो रुम नै थियो हजुर रुम थियो यो पल्लोपट्टि चुलै थियो अनि त्यसलाई चुला निकालेर अन्त अहिले चाहिँ अब पारम्परिक हजुर तौरमै हुन्छ खानापिना पकाउनु है हजुर जस्तो पनि तपाईँ देख्न सक्नुहुन्छ है एउटा ट्रेडिसनल टिपिकल लेप्चा घरको म तपाईँहरूलाई देखाइरहेको छु है र यहाँनिर देख्नुहुन्छ है उहाँहरूको खानपिनहरू यसरी उहाँले स्टोर गरेर राख्नुहुन्छ है यो पारम्परिक उहिलेदेखिकै हाम्रो लेप्चा समुदायको है आएको चलन हो र यो एकदम ट्रेडिसनल हेर्नुहोस् है काठले नै बनेको कुनै काँटीहरू प्रयोग गरेको छैन है र अहिले हालैमा चाहिँ उहाँहरूले अलिकति आफ्नो सुविधाको निम्ति कतिवटा प्रयोग गर्नुभएको छ यता चाहिँ तपाईँको यो त यो बाहिर निस्किने ठाउँ निस्किनुहोस् उकालो धानबारीहरू छ है तपाईँले धान मकै कोदो सबै हुन्छ हजुर खिड्की है